हेलो एभ्रिवान, गुड आफ्टरनुन फ्रम नाला। अहिले चाहिँ हामी नालामा छौँ। नालाको यस्तो ठाउँमा आइपुगेका छौँ। यहाँबाट अगाडि चाहिँ हामी ब्रह्मानी पार्क अथवा ब्रह्मानी मन्दिर भन्ने ठाउँमा जान लाग्छौँ। यहाँलाई देखाउनेछौँ। हेर्नु, यस्तो ठाउँ देखिन्छ अगाडिबाट हेर्दाखेरि। यस्तो सुन्दर दृश्यहरू देखिन्छ। यस्तो सुन्दर दृश्यहरू देखिन्छ। बाटो यस्तो रहेछ। यहाँ मलाई 2-3वटा बाटो रहेछ। हामी यताको बिचको बाटो आएको थियौँ। साथीहरू आउनुहोस् है, आन्तरिक पर्यटनको विकास गरौँ। हेर्नु, हामी नेपाली भएर नेपालका कतिपय ठाउँहरू घुम्न सकिरहेका छैनौँ, घुमिरहेका छैनौँ। आउनुहोस्, यस्तै ठाउँ, रमणीय ठाउँ छ। सुन्दर पनौती काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका अन्तर्गत पर्छ यो ठाउँ। यसरी चाहिँ हामी आउँदैछौँ। यसरी बाटोहरू निकै रमाइलो छ, सुन्दर छ, निकै घमाइलो पनि छ। आज काम निकै लागिरहेछ, साह्रै रमाइलो लाग्यो। यहाँलाई पनि सायद रमाइलो लाग्ला आशा गर्छु। तपाईँहरू घुम्न आउनुहोस्, साथीभाइसँग आउनुहोस्, अथवा एक्लै भए पनि आउनुहोस्। आज म एक्लै आइरहेको छु, तैपनि म रमाइरहेको छु। कुनै पनि साथीहरू छैन। यताबाट आउने बाटो पनि रहेछ, यो मुनिबाट आउने बाटो हो। तर यताबाट आएँ म, अहिले आएको छु म अहिले। अनि यसरी यो बाटो, दुईवटा बाटोबाट यसरी माथि गएर अब कस्तो ठाउँ छ हेरौँ, देखाउँछु तपाईँहरूलाई। ब्रह्मानी पार्क अरे यो पनौती नगरपालिका अन्तर्गत पर्दछ यो ठाउँ। यसरी चाहिँ यहाँ एउटा सुन्दर ठाउँमा आइपुग्यो हामी। वरिपरि यहाँबाट उता माथि गयो भने सेरा भन्ने ठाउँमा पुग्छ भन्ने कुरो जानकारी पाइयो। तर अब कति टाढा छ, के छ, त्यो चाहिँ जानै पर्ने हुन्छ। यहाँलाई पनि लिएर जान्छु कुनै दिन। अब हामी फाइनली श्री महादेव खोला ब्रह्मानी क्षेत्र उत्तर गया विकास समाज भनेर लेखेको छ अगाडि, देखाउँछु यहाँ। हेर्नुहोस्, फाइनली हामी यहाँ ब्रह्मानी पार्क अथवा ब्रह्मानी मन्दिर, ब्रह्माजीको मूर्ति पनि रहेको छ माथि। त्यहाँ चाहिँ श्री महादेव खोला ब्रह्मानी क्षेत्र उत्तर गया विकास समाज स्थापित 2075 भनेर यसमा प्रश्न देखिन्छ। यसरी चाहिँ सिँढीहरू चढेर जानुपर्ने रहेछ। हेर्नुहोस्, धेरै टाढो छैन, निकै नजिकै छ। अब यस्तो परिदृश्यहरू हेर्दै हेर्दै हामी यहाँ ब्रह्माजीको मूर्ति बाटोमा माथि देखिन्छ, त्यो जानेछौँ। त्यहाँलाई देखाउँछौँ, हेर्दै गर्नु यस भिडियोलाई। ब्रह्मानी पार्क जाने क्रममा यस्तो सुन्दर दृश्यहरू हेर्दै हेर्दै हेर्नुहोस्, जति हेरौँ लाग्ने, जति उ गरे जति हेरे पनि हेरौँ लाग्ने। हेर्नुहोस् त कस्तो राम्रो, स्वर्गको अनुपम उपहार जस्तै छ। हेर्नुहोस् त, हेर्नुहोस् यस्तो छ, यस्तो दृश्यहरू हेर्न पाइन्छ। आउनुहोस्, ब्रह्मानी मन्दिर जाने क्रममा यहाँ गौतम बुद्ध पनि यहाँ राख्नु भएको छ। यसरी विभिन्न 2वटा बाटो रहेको छ यहाँ। सिँढी एउटा आउने होला सायद, एउटा जाने होला। अनि ठाउँमा सिँढीमा यसरी राखिएको छ। हेर्नुहोस्, देवी देवताहरू, यहाँ कृष्ण अरे, यहाँ श्रीकृष्ण भगवान् यो। अनि त्यसपछि अगाडि यसरी त्यहाँ माथि श्री रामचन्द्र जस्तै देखियो। धनुष बाण बोक्ने त सायद रामचन्द्रै हुनुपर्छ। हाम्रो अनुमान ठिक रहेछ। हेर्नुहोस्, पुरुषोत्तम भगवान् रामचन्द्रको मूर्ति हो। यसपछि अगाडि परशु बोकेर तयार बसेर बस्नु भएको छ। सायद परशुरामजी हुनुपर्छ अनुमान हाम्रो। हेरौँ त्यहाँ नाम लेखेको छ कि छैन। सायद नाम चाहिँ लेखेको छैन, परशुरामै हुनुपर्छ उहाँ। यस्तो रहेको छ। त्यहाँबाट अगाडि माथि पनि एकजना देवता देख्नुहुन्छ। सायद उहाँ चाहिँ चामुण्डा हुनुपर्छ। छाता ओढ्नु भएको छ, सायद चामुण्डै हुनुपर्छ त्यो। हेरौँ है, होइन वामन अवतार रहेछ उहाँ चाहिँ, भगवान् विष्णु वामन अवतार उहाँ हो। एउटा यसरी अगाडि बढ्छौँ। आउनुहोस् है, फाइनली हामी आइपुग्दैछौँ यसो सुन्दर ठाउँमा। पसिना पनि खलखलाइरहेको अवस्था, तैपनि निकै शीतल छ, रमणीय छ। अगाडि पछाडिका सुन्दर दृश्यहरू हेर्नुहोस्, कस्तो राम्रो देखिन्छ। जति हेरे पनि नगाउने। हेर्नुहोस्, हाम्रो अगाडि यहाँ नरसिंह भगवान् नरसिंहको दर्शन गर्नुहोस्, यहाँ हुनुहुन्छ। यहाँबाट अगाडि गएपछि त्यहाँ ब्रह्माजीको मूर्ति देखिन्छ। देख्नुहोस्, बराह भगवान् विष्णुको बराह अवतार हो यो। हेर्नुहोस्, यस्तो रहेको छ। हेर्नुहोस्, यस्तो ठाउँमा आइपुगेको छ हामीहरू। यहाँ माथि चाहिँ ब्रह्माजीको मूर्ति रहेको छ। यहाँ चाहिँ लभ चिन्ह, लभ यो सायद
वी आर अल लभ भन्ने होला सायद हेर्नुहोस् यस्तो रहेको छ परिदृश्यहरू हेर्दै हेर्दै हामी यहाँ आइपुगेका छौँ यहाँलाई स्वागत गर्न चाहन्छौँ हाम्रो ब्लगमा सुरुदेखि अन्तिमसम्म हेर्नु होला हेर्नुहोस् है यहाँ यस्तो देखिन्छ यसरी चाहिँ ब्रह्मा पार्क हो अरे यो ब्रह्मा पार्कमा यस्तो देखिन्छ हेर्नु यसरी देखिन्छ यस्तो परिदृश्यहरू आहा कति हेर्नु अब जति हेरे पनि आँखाहरू अगाउँदैनन् हेर्नुहोस् मलाई त्यस्तो भयो सायद यहाँहरूलाई पनि हुनसक्छ है ब्रह्मा पार्कमा आउने क्रममा हामी यहाँ कुर्मा अवतारको दर्शन गर्नुहोस् यस्तो रहेछ कुर्मा अवतार यसरी फाइनली हामी जाँदैछौँ पुग्दैछौँ केही समय प्रतीक्षा गर्नुहोस् फाइनली हामी पुगि नै सक्यौँ त्यस्तो पनि रहेको छ यहाँ पुराण भनेको चाहिँ मत्स्य पुराण सायद यस्तो रहेको छ यहाँ चाहिँ पार्क यस्तो रहेको छ हेर्नुहोस् ब्रह्मा पार्क यस्तो रहेको छ यता यसरी सुन्दर पहाडहरू जङ्गलहरू यता चाहिँ ब्रह्मदेवता यहाँ हुनुहुन्छ यहाँ यताबाट यसो हेर्दै जाँदा यता विभिन्न भगवान्हरूको मूर्ति प्रतिस्थापन गरिएको रहेछ यहाँ चाहिँ के छ कल्की अवतार सबभन्दा पहिला कल्की अवतारको दर्शन गर्छौँ उहाँ कल्की अवतार हुनुहुन्छ विष्णु भगवान्को अवतार कल्की अवतार त्यसपछि विष्णु भगवान्को अवतार बुद्ध भगवान् उहाँ हुनुहुन्छ त्यसपछि विष्णु भगवान्को अवतार श्रीकृष्ण उहाँ हुनुहुन्छ त्यसै गरी विष्णु भगवान् अवतार राम अवतार उहाँ हुनुहुन्छ त्यसपछि विष्णु भगवान्को परशुराम अवतार उहाँ हुनुहुन्छ त्यसै गरी विष्णु भगवान्को वामन अवतार यहाँ हुनुहुन्छ हेर्नुहोस् उहाँको वामन अवतार यहाँ लेखिएको छ यसरी वामन अवतार उहाँ त्यसै विष्णु भगवान्को नरसिंह अवतार यो नरसिंह अवतार यहाँ नाम यसरी लेखिएको छ नरसिंह अवतारको त्यसै गरी यहाँ चाहिँ विष्णु भगवान्को वराह अवतार वराह भगवान् हुनुहुन्छ नाम यसरी देखाएको छ यहाँ यसै गरी विष्णु भगवान्को कुर्मा अवतार यस्तो रहेको छ कछुवामाथि विराजमान हुन्छ कुर्मा अवतार यस्तो छ त्यसै गरी विष्णु भगवान्को मत्स्य अवतार उहाँ चाहिँ यस्तो रहेछ मत्स्य अवतार यस्तो रहेछ मत्स्य अवतार लेखेको छ अगाडि चाहिँ बिना कलर गरेको भगवान् यो ब्रह्माको चाहिँ प्रजापिता ब्रह्माजीको चाहिँ यस्तो मूर्ति देखिन्छ यस ब्रह्मा पार्कमा प्रजापिता ब्रह्माजी कमलको फुलमाथि विराजमान हुनुभएको यस्तो रहेको छ पानीको धाराहरू आइरहेको छ ब्रह्मा पार्कको चाहिँ परिदृश्य यस्तो रहेको छ हेर्नुहोस् त्यसरी हामी आइरहेका छौँ हाम्रो साथीहरू फाइनली हामीहरू ब्रह्मा पार्कमा आएका छौँ ब्रह्मा पार्कमा ब्रह्माजी यसरी प्रश्न देख्न सक्नुहुन्छ त्यसरी चाहिँ हामी आउँदैछौँ हेर्नु त्यसरी चाहिँ ब्रह्माजीको ब्रह्मा पार्कमा घुमेर हेर्दा यस्तो परिदृश्यहरू देखिन्छ हेर्नुहोस् निकै रमाइलो छ निकै सुन्दर पनि रहेको छ कति हेरौँ लाग्ने हेर्नुहोस् त ब्रह्मा पार्कको परिदृश्यमा हामी यसरी आइरहेका छौँ तपाईँहरू आउनु सक्नुहुनेछ हामी यहाँहरूको साथमा चाहिँ हेर्नुहोस् त कस्तो राम्रो देखिन्छ राम्रो दृश्यसहितको यसरी देखिन्छ हेर्नुहोस् ब्रह्मा पार्क यसरी देखिन्छ है पानी आइरहेको छ होला त्यति आइरहेको छ ब्रह्मा पार्क अब हामीहरू यस ब्रह्मा पार्कबाट झरेर अब तल झर्ने क्रममा छौँ यहाँ झर्ने क्रममा पनि एउटा यहाँ भगवान् बुद्धको ठुलो मूर्ति बनाउँदै भएको रहेछ यहाँ रङरोगन गर्ने क्रम जारी रहेको रहेछ त्यो पनि देखाउँछौँ रङरोगन गर्दै हुन्छ अहिले भगवान्को मुख चाहिँ अहिले छोपेको अवस्था छ किनभने यहाँ रङरोगन पुरा गरिसकेको छैन त्यो भएर हुनसक्छ र हेरौँ यहाँलाई त्यो पुरा निर्माणाधीन श्री भगवान् बुद्धको मूर्तिलाई पनि हामी दर्शन गर्छौँ भगवान् बुद्ध या त अमिताभ बुद्ध हो कि जस्तो पनि छ हेरौँ त्यहाँ गएर हेर्न सकिन्छ बुझ्न सकिन्छ सबैले थाहा नहुनसक्छ भगवान् गौतम बुद्ध र अमिताभ बुद्ध देख्नमा उस्तो देखिन्छ उहाँको मुद्रा मात्रै फरक हुन्छ र उहाँको शरीरले सबै किसिमले एउटै देखिनुहुन्छ र हामी देखाउँछौँ हेर्नुहोस् हेर्दै गर्नु होला हेर्नुहोस् यहाँ अमिताभ बुद्धको चाहिँ अनावरण गर्ने क्रममा उहाँको पनि देखाउने होला